के हो 2080 माघे सङ्क्रान्तिको अवसर पारेर हाम्रो बुवा आमाको साथमा हामी मराठा परिवार अचानक एकदम यो सडनली यो चाहिँ यो कार्यक्रम बन्यो रोटी पकाउने कार्यक्रम रोटी पाकिरहेको छ यो ग्रुपमा हाल्दैन यो त पछि अब 15 वर्षपछि मात्रै आउँछ हाम्रो कान्छबा यो पछि तपाईँको नातिलाई देखाउँछु म यो आफ्नै नातिलाई कस्तो लागिरहेको तपाईँलाई भन्नु त मलाई चाहिँ कस्तो लागिरहेको त यति बेला आमाको अपरेसन गरेर आएको बेलामा आमालाई अनि बुवालाई भेट्न हाम्रो ठुली फुपू हाम्रो श्रीमतीजी रमा हाम्रो काइली आमा कान्छी आमा अब हाम्रो दाजु म अनि हाम्रो कान्छोबा सबैजना यहाँ आछौँ रमाइलो अवस्था छ यहाँ अब माइली आन्टीलाई बोलाउनु भएको आमाले शान्ति पनि आउँदैछ एकछिनपछि ल जय होस् सबैको जय होस् कल्याण होस् मङ्गल होस् कल्याण होस् जय जय श्री कृष्ण जय जय श्री राधे